194 मिटरको उचाइमा अवस्थित विश्वास आस्था र धरोहरको देवी पाथिभरा भनेर चिनिने यो मन्दिरमा आज पनि एउटा आरती सन्ध्याकालीन आरती हेर्ने अवसर जुर्यो। यो आरतीमा सरिक हुने एउटा अवसर पाएँ, आफैलाई सौभाग्य ठान्छु। आज पौष 15 गते समूह लोसार पनि हो। समूह लोसारको यहाँहरू सबैमा शुभकामना भन्दै सधैँ गुरुहरूले पाथिभरा मन्दिरमा सन्ध्याकालीन आरतीमा आरती गर्दै गर्नुभएको एउटा दृश्य यहाँलाई देखाउन र म आफू पनि आरतीमा सरिक हुने एउटा अवसर दिएकोमा आफू धेरै भाग्यमानी ठान्छु। यो अवसर कहिलेकाहीँ मात्रै मिल्छ। राति बस्नु पर्यो कि बिहान राति नै आउनु पर्यो। मन्दिरका सधैँ गुरुहरूले चाहिँ बिहान राति नै र बेलुकाको साँझ परिसकेपछि प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीको बिहान बेलुकै आरती गर्नुहुन्छ सधैँ गुरुहरूले। र यो अवसर पुष 15 गते मैले पनि देख्न पाएँ, एकदम भाग्यमानी ठान्छु। आज अलिक मौसम पनि बिग्रेको छ। आज दिउँसोदेखि अलिक कुहिरो, आकाशतिर कुहिरो कुदिरहेको छ। अब यसपालि अस्ति मङ्सिर 6 गते परेको हिउँपछि फेरि हिउँ पर्न सकेको छैन र हिउँ पर्ने जस्तो गर्छ, फेरि घाम लाग्छ है। र आज अहिले बेलुकादेखि चाहिँ अलिक पाथिभरा क्षेत्रमा एकदम कुहिरो उडिरहेछ। कुहिरोले सधैँ देखिने हिमालहरू देखिन छाड्यो। मलाई लाग्छ अब हिउँ पर्छ होला। र यो आरतीको दृश्य यहाँलाई देखाउन मन परेर मैले आज म आफू पनि सरिक हुन पाएँ र सधैँ गुरुहरूले आरती गर्दै गर्नुभएको दृश्य यहाँलाई देखाउनको लागि मैले यो भिडियो बनाएको हो। पाथिभरा मन्दिरबाट पौष 15 गते सन्ध्याकालीन आरती पछिको यो दृश्य, सन्ध्याकालीन आरतीको यो दृश्य देखाउँदै यहाँहरू सबैजनालाई हामी जगत प्राणीको पाथिभरा अर्थात् भगवानले हामी जगत प्राणीको कल्याण गरून् भन्दै पाथिभरा मन्दिरबाट यहाँहरू सबैजनालाई सन्ध्याकालीन नमस्कार।